हेलो गुड मर्निङ हेर्नु न मेरो डल्ले खुर्सानी यो मनुले कति देखाएको भनेर दिक्क नमान्नु होला ल प्लिज कस्तो रहर लाग्दो रहेछ के आफ्नो चिजहरू हेर्नु न आफूले गरेपछि एक नाङ्लो चाहिँ फलेको छ है यो चाहिँ मेरो चाहिँ यो साल खुर्सानी एकदमै छिटो फल्न थाल्यो है साउने संक्रान्ति भन्दा अगाडिदेखि खान थालेको अनि यो चाहिँ अकबरे नेपालको अकबरे त कस्तो लट्टै फलेको छ तर निउरेर फल्ने के लजाएर हेर्नु भित्र फल्ने अनि देख्नै गाह्रो हुने यो निउरेर फल्ने चाहिँ अकबरे अरे हैन यो साल मात्रै थाहा भएको मलाई चाहिँ अनि माथि आकाशतिर फर्केको चाहिँ डल्ले अरे ल हेर्नु यहाँ यो डल्ले खुर्सानी हो यो चाहिँ मेरो साथी लक्ष्मी थापाजीले दिनुभएको धन्यवाद साथी हेर्नु होला कति ठुलो फलेको छ जोडी 3-4 वटा एकै ठाउँमा हैन धन्यवाद साथी म चाहिँ टेक्नोलोजीमा अलिकति पछाडि नै छु है साथी त्यति राम्रो फोटो खिच्न आउँदैन त्यति साह्रो क्यामेरा कैद गर्न सकिनँ तर रियालिटीमा चाहिँ एकदमै राम्रो छ डल्ले खुर्सानी 3टा भेराइटिजको छ हैन अनि अकबरे चाहिँ मेरो कतिवटा 1 2 3 4 भेराइटीको रहेछ अकबरे पनि अब यो भयो सानो हैन यसरी फल्ने अनि यो पनि अकबरे नै हो तर हेर्नु न हरियो गरेर अनि अलिकति कस्तो खालको हुँदो रहेछ यो चाहिँ अनि यो फेरि फल्ने बेलामा सुरुमा कालो हुने हैन डार्क कलरको हुने यसरी अनि पछि फेरि ग्रीन हुने रहेछ सुरुमा ग्रीन हुने अनि यसरी डार्क हुँदै पछि फेरि ग्रीन भएर रेड हुने रहेछ यो अर्कै रहेछ यो दुईटा चाहिँ दिलु बहिनीले दिनुभएको है दिलु लिम्बू बहिनी धन्यवाद बहिनी एउटा मैले गमलामा ट्राई गरेँ एउटा चाहिँ भुइँमा गरेँ है बहिनी कुन राम्रो हुन्छ भनेर अनि यो फेरि मनमाया दिदीले दिनुभएको है धन्यवाद दिदी फल्दैछ है हेर्नु न जोडी पनि लाग्दैछ अनि यो नयाँ बोट हो यो चाहिँ हरियो गरेर अनि लाम्चो तरिकाले फलेको छ फेरि हेर्नु यसको फाल्टै छ खुर्सानी अकबरे पनि धेरै भेराइटिजको रहेछ डल्ले पनि धेरै अनि यो चाहिँ बिएनक्यूको हो यो चाहिँ त्यत्तिकै कलरै हेरौँ लागेर ल्याएको खाँदा त अब खुर्सानी नै पिरै छ मिडियम भनेको छ र पनि पिरो छ यस्तो फल्यो मेरो यसपाल खुर्सानी धेरै छिटो फल्यो खान पाकै छु अनि यो पनि बिएनक्यूको ठाडो खुर्सानी हेर्नु होला एउटा टिप्दै टोक्दै कम्ती मिठो छैन मैले धेरै भयो खुर्सानी हरियो खुर्सानी खासै किनेको छुइनँ यसै टोक्नको लागि चाहिँ कति मेरो खुर्सानी त दिनै हेर्नु मन लाग्छ कति एक्साइटेड हुन्छु है तपाईहरुलाई पो बोरिङ भइसक्यो होला हेर्नेहरुलाई